चाहिँ यहाँनिर बेलुकाको डिनर सुरु गरिसकेको छु है साथीहरु। आलु भेन्डी है काटिरहेको छु। अनि यो चाहिँ तपाईको बैगुन एउटा रहेछ हैन। अनि त्यसको के गरौँ भनेर चाहिँ यहाँनिर पोल्दैछु। यसको चाहिँ बैगन भर्ता बनाएर चाहिँ खाने म चाहिँ। हेर्नुस् आगोमा यो चुला पनि मैले बनाएको है, कस्तो छ। कहिले खाएको पनि छुइनँ, बनाएको पनि छुइनँ है। दिस इज माई फर्स्ट एक्सपिरियन्स। लेट्स है ट्राई कस्तो हुनेछ है। त्यसको लागि चाहिँ मैले के हाल्छु साथीभाइहरू भन्नुहोस् है, म त त्यस्तो थाहा छैन है। यहाँ उयो यसको लागि प्याज टमाटर हाल्ने हो। अनि यो खिरा पनि हाल्छु है। अनि खोर्सानी अनि लाइम पनि छ मेरोमा, यो लाइम पनि निचोरेर हाल्दिन्छु। अनि के हाल्नु पर्ने साह्रै थाहा छैन। बनाएर चाहिँ खाइ हेरौँ कस्तो हुन्छ। लाहु डरिसके त भिडियो बनाउनुको चक्करमा मेरो सब्जी डढ्दैछ है। कोलाई चुलामा पकाएको मनपर्छ है। म चाहिँ चुलामा पकाउँदैछु, त्यो पनि बाध्यताले पकाउँदैछु। ग्यास सकिरहेको छ, त्यही भएर सबैले भन्छ चुलामा पकाएको मिठो हुन्छ भन्छ हो। तर मलाई चाहिँ खै त्यस्तो उयो खास त्यस्तो टेस्ट चाहिँ पाएको छुइनँ। एउटै लाग्छ म त ग्यास र चुलामा पकाएको। ला झरे जस्तो पनि छ। भेन्डी चाहिँ लास्टमा हुन्छ, आलुले चाहिँ पकाइहाल्नु त। म चाहिँ सिम्पल पकाउँछु है, केही पनि हाल्दिनँ। प्याज टमाटर अलि मेथी पड्काएँ अलिक है। बेलुकाको डिनर है साथीभाइ हो। तपाईँहरू चाहिँ बेलुकाको डिनर के खानुभयो कमेन्ट गर्नुहोस् होला। मेरो बैगन भर्ता पाक्दैछ, अब चाहिँ पकाएर खाने हो साथीभाइहरू। जाडोमा मेरो चुलामा यस्तै छ है साथीभाइहरू। कमेन्ट गर्नुहोस् है, यस्तै छ है। कमेन्ट लाइक सेयर पनि गरिदिनु होला। Thank you for watching my videos.